आज हामी चाहिँ घुम्न जाँदैछौँ है। घुम्नलाई हाम्रो एकजना साथी घुमघाम कार्यक्रम। हजुरको शुभ नाम? मेरो निगम शेर्पा। ए हजुरको नेपालमा घर चाहिँ कहाँ हो नि हजुरको? मेरो दोलखा जिल्ला, दोलखा दिगो गाउँपालिका भनौँ न। ठिकै छ। आज हामी घुम्न जाने कार्यक्रम छ। अब हामी रेडी भइसकेका छौँ। अर्को एकजना साथी नै आउँदै हुनुहुन्छ, उहाँ पनि आउँदै हुनुहुन्छ। हेलो, हजुरको शुभ नाम? मेरो नाम अर्जुन गिरी। हजुरको घर? काठमाडौँ। हजुर। हाल बसाइ पोल्यान्ड। पोल्यान्ड। पोल्यान्ड आएको कति भयो तपाईँ? पोल्यान्ड आएको लगभग 1 वर्षबाट त्यति माथि गयो। हजुर। ए बढी भयो। ए ठिक छ। अब हामी जिन्दगी जस्तो तस्तो चल्दैछ। अब हामी यता जाने, त्यो खोलातिर जाने हो कि त्यताबाट घुमेर यता आउनु नभए? यतैबाट गयो पनि जाउँ न खोलाको। सर्लक सिधा छैन नि, सिलाउनु तन्कार सिलाएछ क्या। त्यो चाहिँ हाम्रो नजिकको दाइ चाहिँ अलि पहिलेदेखि भिडियो बजार, नजिकको बजार भन्दा नि यो हाम्रो आफ्नै गाउँ भने पनि भयो। राम्रो छ बसाइ, ठिकै छ। त्यो बजार भन्नाले बजार पनि होइन, गाउँ भन्नाले गाउँ पनि होइन, यहाँको लोकल बजार भनौँ न। हाम्रो दाइहरू चाहिँ यसो चिसो लिने भन्ने कुरा गर्यो। अनि म चाहिँ आजको चाहिँ भनौँ न क्यामराम्यान होइन अर्जुन है, के कसो क्यामराम्यान हो हाम्रो। यहाँ हाम्रो दाइ भइहाल्यो, दाइले त नचिन्ने कुरै भएन। यसो नयाँ नौलो मान्छे चाहिँ म हो भनौँ न। हाम्रो पसल चाहिँ यही हो, हाम्रो पसल यता हो। अब हामी पसलतिर जाँदैछौँ। क्यामेरा फेरि तपाईँको गरेको छैन, सकेका छौँ। अब जाने, अब तत्काल हल्का पावर सावर बढाउने छिटो मिठो। म त मेरो त बनाइ छैन यार। यो चाहिँ हाम्रो नजिकैको हस्पिटल भनौँ अथवा गाउँमा नेपालमा स्वास्थ्य चौकी, यो क्लिनिक हो यो खास। आपटेका भन्छ यहाँनिर चाहिँ, आपटेका। जुम गरेर देखाइदिन न अब त्यो यसलाई भन्छ आपटेका। पोल्यान्डमा हाम्रो नेपालमा स्वास्थ्य चौकी, क्लिनिक जे भने नि यसलाई। हेर्नु है, फेरि यो चाहिँ शनिबार आइतबार बन्द हुन्छ, अरू दिन खुल्लै हुन्छ। ल हेर्नु होला त पोल्यान्डका भ्युजहरू। पोल्यान्डको भ्यू आलुबारी है, आलुबारी। यो यहाँ वरिपरि भएका घरहरू हुन् यिनीहरू। यो बिल्कुल गाउँ है, फेरि यो सहर नमान्नु होला, फेरि तपाईँहरूले सहर मान्नु होला। यो सहर होइन, यो गाउँ हो। गाउँमा घुम्न आइरहेछौँ हामी फेरिको दिन है त। हेर्नुहोस् है त, यो चाहिँ गाइज यो विद्यालय हो है यहाँको। त्यही भएको कारणले गर्दा अहिले त्यसको बाहिर निस्केर घुमघाम गर्नको लागि अहिले भनौँ न राम्रो छ वातावरण। चिसो पनि छैन, गर्मी पनि छैन, अहिले एकदम राम्रो। हामी चाहिँ अहिले माछा मार्नको लागि जाँदैछौँ। अनि त्यसपछि अहिले चाहिँ भनौँ न आजको लागि यसो क्यामेरा भिडियो गर्ने चाहिँ म हो। हाम्रो अर्जुन दाई यता, हाम्रो देव दाई त यता। देव दाई त भइहाल्यो। यो हाँसी माछा च्याप समाउने भनेर यो अलि राख्नुपर्छ माछा समाउनलाई। पहिला हेर्नुहोस् यस्तो हान्नु पर्यो। हामी चाहिँ यसो भनौँ न ड्रिङ्क यता जहाँ रक्सी बियर सेयर यता केही पनि नखाने टिम परेको कारणले गर्दा हामी चाहिँ यसो के छ आज। म कहिले नि खान्न, म पनि त्यही हो, कहिले नि खाँदैन। हाम्रो अर्जुन दाई त झन् कुरै नगरौँ। हाम्रो अर्जुन दाई त अब पण्डित हो। दाइले त अब छुँदैन। अब छुट्टी त्यो नाक लामो छ, छुट्टीको बेलामा मात्रै अलिअलि खाने हो। के अरे खाएपछि जता खायो त्यतै यसो ढल्केर यस्तो खाने यो यसलाई के भन्नुहुन्छ तपाईँहरू आफै चिन्नुहोस्। यो आज हामी माछा मार्नलाई जाँदैछौँ है। यता माछा छ अरे भन्ने कुरो छ, पर एउटा सानो खोला छ, त्यहाँ माछा मार्नको लागि हामी जाँदैछौँ। ल हेर्नु है, यहाँ पनि अब मन्दिर रहेछ है यहाँनिर पनि, तर मन्दिर जस्तो देख्छ, तर मन्दिर चाहिँ होइन।
सुन्दर घरहरू ल हेर्नु है त साथीहरू, यो सुन्दर घरहरू छ टक्क मिलेका। यसो मैया छ भने त मेरो क्यामेराबाट लास्टै धमिलो आइरहेको यार फोटो। क्यामेरा बरु सेल्फीबाट राम्रो आइरहेको। यो चाहिँ गाउँबारी गाउँबारी भन्ने यही हो। मेन रोडमा हाइवेमा निक्लिनु लागेको यो चाहिँ पुरा गाउँबारी हो। अब हामी चाहिँ 24 आइपुगेका छौँ। 24 भन्दा माथिको चाहिँ फ्लाइओभरमा छौँ हामी। यहाँको 24 मा छौँ अर्जुनदाइ म फोटो खिच्छु है त। हामी अब आजको घुमघाम लगभग हामीले 1 घन्टा जति हिँड्यौँ होला होइन? बेसी हिँड्यो न हो 1 घन्टा बेसी। फुल निकालिदिन्छ त। यो चाहिँ 24 हो है। हाम्रो साथीहरू यहाँनिर चाहिँ फोटो खिच्ने कार्यक्रममा हुनुहुन्छ। हेर्नुहोस् त त्यो गोरोवाला त छैन। फोटो खिच्ने हेर्नु है त। यति भन्छु यो 24 है, यो हाइवे हो। त्यो पनि क्वालिटी यहाँनिर चाहिँ अलि राम्रो छ है व्यवस्था। अर्को पठाउँदाखेरि फेरि क्वालिटी घट्छ क्या। यसको अलि उज्यालो